नमस्ते गाइज, वेलकम ब्याक टु अनदर एपिसोड अफ ट्राभलर शेर्पा। सो आज चाहिँ न्युयोर्कमा अति हावा चलिरहेछ अनि अलिअलि चिसो पनि भइरहेछ, त्यही भएर मैले ज्याकेट लगाएको। अनि गाइज बाई द वे म कहाँ छु भन्दाखेरि चाहिँ यो ठाउँमा छु है त, बेसेल्स भन्ने ठाउँमा। यस्तो दामी रहेछ यहाँको आर्किटेक्ट चाहिँ। अब म भयो भने त्यो भित्र नि जान ट्राई गर्छु। यस्तो छ यहाँ वरिपरि चाहिँ, हेरौँ है त। यस्तो छ है यहाँको बेसेल्स भन्ने ठाउँ चाहिँ। अनि म एक्लै यस्तो घुमिरहेको छु, तर अति हावा चलिरहेछ, यस्तो चिसो छ। ओएमजी होइन, हेरौँ अब कस्तो हुन्छ। यो भित्र छिर्न ट्राई गर्छु म, हेरौँ है त। मैले चाहिँ यो बेसेल्समा जाने $10 वाला टिकट लिइसकेँ गाइज। यस्तो रहेछ, यस्तो छ, यस्तो हावा चलिरहेछ अनि जम्मै त्यो भित्र। अनि म देखाउँछु। बेसेल्स भित्र छिरेको अवस्था है गाइज, यस्तो रहेछ। जाँदैछु म, यस्तो दामी। ओ माई गड, यहाँको यो आर्किटेक्ट चाहिँ अति खतरा लाग्यो। जाडो जाडो जाडो, ओ माई गड, यस्तो चिसो छ। माथि पुग्दा झन् मेरो हालत के हुने होला, यस्तो छ। यस्तो रहेछ है गाइज। बेसेल्समा चाहिँ यसरी मान्छे यहाँबाट हाम फाल्छ भनेर चाहिँ यसरी जाली राखेको रहेछ गाइज। यस्तो देखिरहेछ। योभन्दा माथि त म मात्र हो कि अरू कोही छैन जस्तो छ आज अहिले चाहिँ, भनौँ न। अनि यहाँ म छ, तर हावा लागेर होइन यस्तो चिसो भएको अवस्था गाइज। रुगा नै लाग्यो जस्तो लागिसक्यो मलाई चाहिँ। हेरौँ अब के हुन्छ। यस्तो चिसो 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 चिसो। यहाँ चाहिँ मिठो घाम लागिरहेछ, तर के भन्नु, हावा लागेर हैरान पारिरहेछ। यहाँबाट माथि जाने बाटो चाहिँ बन्द गरिदिएको रहेछ गाइज। अनि यहाँबाट यो खोला हेर्ने रहेछ, बिल्डिङहरू हेर्ने। अनि यस्तो अघिदेखि बनिरहेको छु गाइज, यस्तो चिसो छ। ओ माई गड। अनि यहाँ तल चाहिँ मान्छेहरू छ। अलि फेरि परबाट गाली गर्छ यहाँको सेक्युरिटी गार्डले। त्यसरी हात निकाल्यो भने यस्तो छ है त बेसेल्स। पोके कस्तो भइरहेछ? तिमीलाई कस्तो भएछ? तिम्रो होइन होइन होइन, त्यसो गर्नुहुन्न यसरी। सो गाइज, अहिले चाहिँ म यो टाइम्स स्क्वायर एरियामा घुमिरहेको छु। अनि त्यही हो, यहाँ चाहिँ अति चहल पहल भइरहेछ। अनि यहाँ पछाडि पोके पनि छ। पोके यस्तो चिसो चिसो चिसो, ओ माई गड, चिसो भइरहेछ। अनि अगाडि हेरौँ है त। होइन, यताको चिसो र उताको चिसो त पुरै त्यहाँनिर सो देखाइरहेको रहेछ।